हेर्नुहोस् हर्पिक खानुभयो तपाईँको कारणले नैनाजी तपाईँले गर्नु भएर उहाँले बेलुका हर्पिक पनि खानुभयो। हर्पिक खाएर हामीले बेलुका अहिले हस्पिटलमै हुनुहुन्छ उहाँ। ए नाटक हो, नाटक गरिरहेछन् भन्ने लाग्छ। म सुसाइड गर्छु होला, यही नैनाको कारणले म सुसाइड गर्छु होला भनिरहनु भएको थियो। दिदीले चाहिँ हर्पिक खानु भएको उनीहरूले चाहिँ अति नै गर्नु भएको रहेछ होइन। तपाईँ मेरो आमा सम्मानको मान्छे हो। हिमेशले गर्दा मेगा चिनेको हो रे। हिमेशले गर्दा मेगालाई सबैले चिनेको रे। कपाल काटेर चरा चिट्टो परेर ह्यान्डसम भनेर। नमस्ते साथीहरू, स्वागत छ बखत बिष्ट अफिसियल युट्युब च्यानलमा। फेरि नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। आज फेरि नयाँ लुक्स छ साथीहरू है। टक्क पारेर सबै कपाल काटेर चरा चिट्टो परेर ह्यान्डसम भनेर जुङ्गासुङ्गा सबै फालेर चाहिँ म नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु होइन। अस्ति पोखरा गएको थिएँ। अस्ति पोखरा गएर चाहिँ म हिजो बेलुका आइपुगेँ साथीहरू होइन। अनि हिजो बेलुका आइसकेपछि यसो युट्युब हेरेपछि मेगा दिदीको भिडियो ठ्याक्कै युट्युबमा देखियो है, मोबाइलमा देखियो होइन। मेरो युट्युबबाट मोबाइलमा देखियो, मोबाइल खोल्दाखेरि। अनि त्यहाँ चाहिँ हाम्रो रविना नानी अनि अर्को नानी, दुईजना नानीले चाहिँ भिडियो बनाउनु भएको रहेछ। मेगा दिदीलाई चाहिँ देखिनँ मैले, तर उहाँहरूलाई उहाँको च्यानल भनिसकेपछि मैले टक्क यो भिडियो खोलेर हेरेँ। त्यसमा लेखेको पनि थियो मेगाले चाहिँ नैनाको कारणले गर्दा हर्पिक खाइन् भनेर। अनि भित्र हेर्दै जाँदा केही कुराहरू बोल्नु भएको थियो होइन। अब के हो कस्तो त्यो त अब थाहा छैन। त्यही पनि यसो बुझ्दाखेरि नैना को हुन्, के सम्बन्ध छ उहाँहरूको होइन। अब त्यो त मलाई थाहा छैन, मैले चिन्दा पनि चिन्दिनँ होइन। यसो देखेको अब उहाँकै कारणले गर्दा चाहिँ मेगा दिदीले चाहिँ हर्पिक खानु भएको भन्ने कुरो आयो होइन। उहाँले के चाहिँ भन्नुभएको थियो होइन। यो भिडियो हेर्नु होला, अनि यो भिडियो देखाउने छु, त्यसपछि हामी बाँकी कुरा गर्नेछौँ। हिजो तपाईँको भिडियो हेरिरहनु भएको थियो। तपाईँको भिडियो हेरेर उहाँ डिप्रेसन छ, उहाँलाई औषधि खान्छ, त्यो तपाईँलाई पनि थाहा छ। तपाईँले गर्नु भएर उहाँले बेलुका हर्पिक पनि खानुभयो। हर्पिक खाएर हामीले बेलुका अहिले हस्पिटलमै हुनुहुन्छ उहाँ। के भन्नुभएको थियो भने हिजो बिहानदेखि के भन्नुभएको थियो नि, म सुसाइड गर्छु होला, यही नैनाको कारणले म सुसाइड गर्छु होला भनिरहनु भएको थियो। तपाईँको भिडियो हेरेदेखि मेरो मम्मीले त्यस्तो भनिरहनु भएको थियो। यदि उहाँलाई केही भयो भने कसको जिम्मा? तपाईँले जिम्मा लिनुहुन्छ? त्यो त मेरो सानो बहिनीको जिम्मा तपाईँले लिनुहुन्छ। तपाईँले के स्कुलको खर्च तपाईँले पठाइदिनुहुन्छ, मेरो बहिनीलाई तपाईँले हेरिदिनुहुन्छ, हामी दुईजनालाई तपाईँले हेरिदिनुहुन्छ। अरूको बारेमा विषयमा बोल्नुभन्दा अगाडि सोच्नु क्या एकचोटि। तपाईँ पनि एउटा नारी हो होइन। सोचेर मात्रै बोल्नु। तपाईँ पनि नारी हो, तपाईँ पनि नारी हो, म पनि नारी हो, मेरो मम्मी पनि नारी हो। नारी बुझ्नु न, किन आइमे मान्छेलाई खेद्दो खनिरहेछ क्या। किन मेरो मम्मी बाबाको राम्रो सोच्नु भएको भए राम्रोको लागि भिडियो बनाउनु हुन्थ्यो। बरु भेटेर बनाउनु हुन्थ्यो होला। मेगा यस्तो नगर उस्तो नगर भने भेटेर बनाउन सक्नुहुन्थ्यो होला, इनबक्स गर्न सक्नुहुन्थ्यो होला, मेसेज गर्न सक्नुहुन्थ्यो होला। मेगा तिमीहरू मिलेर बस, यस्तो गर उस्तो गर भनेर बरु एउटा राम्रो सोच्नुहुन्थ्यो भने है। राम्रो त नराम्रो गर्नेलाई नि माया नै गर्छु, तर यो नैनाले चाहिँ अति नै गर्नु भएको रहेछ होइन। तपाईँ मेरो आमा सम्मानको मान्छे हो, तपाईँलाई मैले रेस्पेक्ट दिएर नै बोलिरहेको छु। र एउटा कुरा म के भन्न चाहेँ भने, अब यो भिडियो हेर्नुभयो तपाईँले होइन। यस्तो हो, अब मलाई के लाग्छ भनेपछि पीडा सबैलाई हुन्छ होइन। पीडा भोग्नेलाई थाहा हुन्छ है। जसले हेरिरहेको हुन्छ, जसले देखिरहेको हुन्छ होइन, त्यो चाहिँ एउटा मान्छेलाई मजाकको पात्र मात्र बनिन्छ, मजाक मात्र लाग्छ होइन। नाटक गरेको जस्तो लाग्छ होइन हेर्ने मान्छेलाई, दर्शकहरूलाई होइन। अब उहाँहरू बिच अब के हो कस्तो हो होइन, त्यो उहाँहरूलाई थाहा हुन्छ क्या। जो पीडा भोगिरहेछ होइन उसैलाई थाहा हुन्छ क्या, के गरिरहेछ, के भइरहेछ, यो साँचो हो कि गलत हो भन्ने कुरो उहाँलाई थाहा हुन्छ होइन। भोग्ने मान्छेलाई थाहा हुन्छ क्या। अब यो हेर्ने मान्छेलाई त नाटक हो, नाटक गरिरहेछन् भन्ने लाग्छ होइन। त्यो चाहिँ होइन भन्न चाहन्छु मैले होइन। मैले बुझेसम्म, जहाँसम्म बुझेसम्म मैले हिमेश दाइलाई पनि कल गरेको थिएँ। साथीभाइहरूले भन्नुभएको थियो मलाई, पर्सनल फोन पनि गर्नुभएको थियो नम्बरमा, र मेसेजमा पनि कुरा गर्नुभएको थियो फेसबुकमा मार्फत होइन। के हो कुरो खासमा बुझ भाइ भन्नुभएको थियो होइन। मैले बुझ्नलाई चाहिँ फोन गरेको थिएँ हिमेश दाइलाई, तर उहाँको चाहिँ फोन अफ
थियो है। अब के कारणले अफ भयो, किन अफ भयो है, अब त्यो चाहिँ मलाई थाहा भएन। अर्को मैले हिमेश दाईको पनि भिडियो हेरेको थिएँ, त्यसमा चाहिँ मोबाइल छैन, सिम छैन, दिदीलाई नै दिएको भन्ने सुनेको थिएँ होइन। दाईले त्यो भन्नुभएको थियो र दाई पनि अब बाहिर जानुभएको छ, पूर्वतिर जानुभएको छ होइन। भिडियो हेरिरहेको थिएँ, अब फोन गरेको थिएँ, यसो बोलौँ के हो कसो हो बुझौँ भनेर, तर उहाँको हिमेश दाईको चाहिँ फोन स्विच अफ थियो, त्यही भएर मैले कुरा गर्न पाइनँ है। र म पनि अब पोखरा गएको थिएँ, पोखराबाट आइयो, आएर अनि अब यस्तै यो साथीहरू चलचिट्ट परेर बसिया छ। अनि त्यो भिडियो देखेपछि मलाई पनि अचम्म लाग्यो होइन। नैना को हुन् त, के भनिन् नैनाले होइन। अब नैनालाई त चिन्दिनँ मैले, अब दिदीले चिन्नुहुन्छ होला। अब के भन्छ, म यो चाहिँ भन्न चाहन्छु कि अब कसैको जिन्दगीमा दखल चाहिँ नपुर्याउनुहोस् है। के भइरहेछ, जे भइरहेछ उहाँहरूको बिचमा भइरहेछ, तपाईँहरू बिचमा आएर पीडामाथि पीडा नथपिदिनुहोस् क्या। किनकि कति पीडा भइरहेछ अब उहाँहरूलाई थाहा छ क्या। हामी बिचमा परेर, तपाईँहरू बिचमा परेर भएको नभएको कुराहरू गरेर झन् तनावमाथि तनाव थप्नु त्यो राम्रो होइन क्या। अब हेर्नुहोस्, हर्पिक खानुभयो तपाईँको कारणले, नैनाजी है। नैनाजी भने मैले, अब दिदी हुनुहुन्छ अथवा बहिनी हुनुहुन्छ, तर पनि मैले एउटा रेस्पेक्टले चाहिँ नैनाजी भने। यसरी चाहिँ कसैलाई पनि तनाव नदिनु होला। अब केही कुराहरू गर्नु छ, केही कुराहरू बुझ्नु छ भनेपछि यसो टक्क गएर भेटेर कुराकानी गरेर चाहिँ तपाईँले बुझ्न सक्नुहुन्छ होइन। त्यो सामाजिक सञ्जालमा चाहिँ त्यसरी टचर चाहिँ नदिनु होला भन्न चाहन्छु होइन। अब त्यो मन पनि अरू कुरा गरेर चाहिँ होइन। अब तपाईँले भन्नुभयो अरे हिमेश दाईले गर्दा मेगा चिनिएको हो भनेर भन्नुभयो अरे। अब त्यो होइन, दुइटैको कारणले दुइटै चिनिनु भएको हो होइन। त्यसमा कसैलाई पनि हाका पाखा गर्न पाइँदैन है। कसैलाई हाका, कसैलाई पाखा गर्न पाइँदैन। दुवैको खुबीले दुवैजना चिनिनु भएको हो होइन। त्यो चाहिँ मलाई चाहिँ त्यो लाग्छ। अब तपाईँहरूलाई के लाग्छ, कस्तो लाग्छ त्यो चाहिँ मलाई थाहा छैन है साथीहरू। तर पीडामाथि पीडा नथपिदिनु होला होइन। अब हेर्नुहोस्, अब हिजो हर्पिक खानुभयो, हर्पिक खाएर अब नानो बच्चा छ, माइसा बिचरा होइन, सानै छ, अहिले बुझ्ने उमेर भएको छैन। उहाँलाई केही भइदियो भने, अहिले हस्पिटलमा हुनुहुन्छ अरे मेगा दिदी होइन। अब केही भइहाल्यो भने के हुन्छ। त्यही भएर कसैलाई पनि टचर नदिनु होला। केही बुझ्नु छ, केही कुराहरू जान्नु छ भनेपछि जाने, प्रत्यक्ष भेटेर कुराकानीहरू गर्ने, के हो कस्तो हो भन्ने कुरो बुझेपछि तपाईँहरूलाई सबै थाहा हुन्छ के हो कस्तो रहेछ कुराकानी भन्ने कुरो तपाईँहरूले बुझ्न सक्नुहुन्छ है। र एउटा मलाई कमेन्ट आएको थियो, बखत भाइ मेगा दिदीलाई भेट्न जाऊ भन्ने कुराहरू आएको थियो होइन। म जान्छु 1-2 दिनमा होइन। अलि मलाई पनि त्यस्तै छ है। त्यही भएर यसो मेसो मिलाएर चाहिँ म पनि भेट्नेछु भन्न चाहन्छु। र त्यही हो साथीहरू, कसैलाई पनि जिन्दगीमा तनाव दिने काम नगर्नुहोस्। उसै तनावमा हुनुहुन्छ उहाँहरू, त्यसमाथि तनाव थपेर झनै तनाव नदिनुहोस्। जे पनि हुनसक्छ, मान्छेको मन हो, जति बेला जे पनि हुनसक्छ, चेन्ज हुन्छ होइन। मनले के सोच्छ तनाव भइरहेको बेलामा फेरि अर्को तनाव थपियो भनेपछि जे पनि हुनसक्छ। त्यही भएर मान्छेलाई तनाव दिने काम चाहिँ नगर्नुहोस् साथीहरू, यही भन्न चाहन्छु होइन। र अर्को भिडियो चाहिँ फेरि ल्याउने छु तपाईँहरू माझमा। म जान्छु 2-4 दिनमा होइन। अब भेटेर चाहिँ कुराकानी गर्नेछु, त्यसपछि बाँकी कुरा गर्नेछु। ओके साथीहरू, ल त्यही हो मेरो भनाइ होइन। म कसैलाई पनि तनाव नदिनु होला, कसैलाई टचर नगरिदिनु होला होइन। मान्छेको जिन्दगी हो, जे पनि हुनसक्छ। तनावको बेला तनाव थपियो भने जे पनि हुनसक्छ। त्यही भएर विचार गरेर के भन्नुपर्छ, के भन्नु पर्दैन भन्ने कुरो बुझेर मात्र बोल्नु होला होइन। अब तपाईँ बुझ्ने हुनुहुन्छ होइन। त्यही भएर तपाईँ पनि एउटा नारी हो, नारीको पीडा नारीले नै बुझ्नुपर्छ भन्ने उखानै छ, तपाईँलाई थाहा छँदैछ। त्यही भएर त्यही हो साथीहरू। अब अरू म के भनौँ, अरू मैले केही बोल्न पनि मिल्दैन होइन। अब म बोल्दिनँ पनि। ल साथीहरू त्यही हो। त्यही भएर टचर चाहिँ नदिनु होला भन्न चाहन्छु। ओके बाबा।